दामी नुन पनि लाग्यो यति साह्रो कम है कम चाहिँ यति बनाएको ल्याऊ हामी चाहिँ जानु पाएन बिहान हेलो गुड मर्निङ नमस्ते नमस्कार मेरो युट्युब फ्यामिली साथीहरू तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला म नि एकदम सन्चै छु होइन आज त के कसो गर्दैछु भन्ने चाहिँ तपाईँहरूले मेरो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ अनि हामी चाहिँ खोलातर्फ आज पनि जाँदैछौँ होइन फिसिङको लागि अनि त्यही हो साथीहरू अहिले चाहिँ पानी परेर अलिक डिस्टर्ब भइरहेछ अनि त्यहाँदेखि हामी रोक्दै रोड जाँदैछौँ यहाँनिर छाता ओरी भए पनि अघिसम्म चाहिँ खतरा घाम लागिरहेको थियो गर्मी भइरहेको थियो त्यस्तै हुन्छ होला भनेको त कस्तो ब्याकलक भयो होइन तैपनि हामी जाँदैछौँ तपाईँहरूको लागि भनेर भिडियो बनाउनु भए पनि भनेर जाँदैछौँ अन्तिमसम्म चाहिँ हेर्नु होला है नयाँ साथीहरूले सब्सक्राइब गर्नु नभुल्नु होला लाइक कमेन्ट सेयर त्यही हो यहाँनिर दुईजना जाँदै हुनुहुन्छ आज चाहिँ हामी तीनजना छौँ यहाँ साथीहरू हामी चाहिँ खोला आइसक्यौँ अहिले तर पानी ठुलो परिरहेको छ यहाँ बसिरहेको छौँ हामी अस्ति नै बसेको ठाउँमा यहाँनिर हामीले खाना पकाएर बसिरहेको ठाउँमा त्यही ठाउँमा आएर बसिरहेको छु अहिले चाहिँ पानी जस्तै ठुलो परिरहेको छ आज जाल हान्न दिँदैन जस्तो छ सायद तपाईँहरूले पनि म बोलेको सुन्दैन होला खोला कराकोले ठुलो खोलाको आवाज आइरहेछ पहिलोपल्ट खोला खाँदा ओर्दै जाल हानेको
आएको थियो बुझ्दा हो चाहिँ फाइनली साथीहरू हामी चाहिँ जाल हानिसकेर घर फर्किँदैछ। अब 2-4वटा बाँकी छ, बाँकी अरू चाहिँ हानिसक्यौँ अनि फर्किँदैछौँ। अब यहाँनिर बालुवा ल्याउँदै हुनुहुन्छ, यहाँ बाटो चिप्लो छ नि त यहाँ, त्यो भएर हाल्दै हुनुहुन्छ। ओहो फाइनली साथीहरू मैले चाहिँ सुँगुर चारो काट्दैछु। यहाँनिर सुँगुर चारो पनि लानुपर्ने हुन्छ कि घरमा सुँगुर छ होइन, अनि खोप्ने बेला भइरहेछ। अनि त्यही भएर यहाँ यस्तो राम्रो वादिरी झार रहेछ, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ यस्तो छ कि। अनि यो चाहिँ चारोको लागि मैले काटेर यहाँ पछाडि ढोक्रीमा पनि तयारी तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। अनि अझै 1-2 बिटा काट्छु अनि सबैले थोरै थोरै बोकेर लानुपर्ने हुन्छ। अनि अहिले चाहिँ यस्तो राम्रो मौसम पनि खुल्ला भएको छ। अघि चाहिँ पानीले डिस्टर्ब गरेको थियो, देख्न सक्नुहुन्छ यस्तो मजाले मौसम चाहिँ खुलिरहेछ। तर मेरो क्यामेराले अलिक क्याच गर्न सक्दैन होइन। चारो चाहिँ यही हो साथीहरू, मैले यस्तो काटिसकेँ। त्यहाँ पर ढोकीमा पनि भारी लगाइसकेँ, यो एकजनाको भारी। चारो हेर्दा यस्तो लोभ लाग्दैछ कि त्यही भएर मैले काटेको। यति टाढोबाट लानु त नपर्ने हो, तर यस्तो राम्रो लाग्यो त्यही भएर मैले माछामा आउँदा जहिले 1 मुठा 2 मुठा भए पनि लान्छु। यस्तो राम्रो छ। अनि फाइनली साथीहरू हामी चाहिँ यहाँ आइसक्यौँ बस्ने ठाउँमा। लास्टै भोक लाग्यो, अब बासी भात होला, बासी भात खानेछौँ। त्यसपछि खानासाना बनाएर खाने सुत्ने। अहिले चाहिँ यहाँ पर 2 जना आउँदैछ, भोकले हिँड्नै सकेको छैन बिचराहरू, माया लाग्दो हुँदैछ। अब चाहिँ म चाहिँ आगो पुग्छु, पर आइपुगेकै छैन यहाँनिर। हेलो गुड मर्निङ। आज फेरि म उठिसकेँ। अब चाहिँ आगो फुक्नुपर्ने हुन्छ अनि खाजासाजा बनाएर खानुपर्ने हुन्छ है साथीहरू। म अब आगो फुक्छु। यहाँनिर आगो फुक्ने ठाउँ चाहिँ छ हाम्रो। कति पर्दैन भन्छ त परे त मैले थापेकोमा चाहिँ परेन भा सबै जाल निकाल्छ चाहिँ यति बनाएछ ल्याऊ हामी चाहिँ जानु पाएन बिहान। त्यही त मलाई कस्तो निकाल्नु मन थियो। 2 जना मात्रै जानु सोचेको फेरि होइन होला भनेर घरमा आमाले बोलाएर घर गइहालेको त। यो तिमीहरुले नि 5000 को माछा थियो नि फेरि माछा पारेर के भन्छ हाम्रो हिजोको जालबाट निकालेर ल्याउनु भएछ बिहान। हामी चाहिँ अलिक घरमा जाने काम थियो कि त्यही भएर गइहाल्यौँ अनि नुहायौँ सुहायौँ के गर्यौँ अनि खानासाना खायौँ। हामी चाहिँ बिहान घर गएर अनि अहिले चाहिँ रमिताहरूले निकालेर ल्याउनु भएछ अनि भोक लाग्यो अरे त्यही भएर फेरि हामीले खाजाहरू ल्याएर घरबाट आइरहेको छौँ। खाना पकाउँदै रहेछ घर
निकाल्ने तपाईँले काट्नु पेट मात्रै काट्नु त त्यो पिचिके निचोर्दै तान्दै छलिहाल्नु यो अलिक यहाँबाट अलिक यस्तो निचार्ने ल यस्तो तल र माथिबाट गर्नुपर्छ हाम्रो खाना चाहिँ कस्तो हुँदैछ हौ खाना पाकिसक्यो त्यहाँ बर्सिँदैछ हामी नि भर्खर भात खाएर बसिरहेको भातसँग पोलेर खानुपर्ने अवस्था हुन्छ है माछा नुन खोर्सानी मजाले लाएर चाहिँ पुरै पातमा पोलेर नि खै त तिमी त्यो तरकारीको लागि तयारी गर्नु नि त अहिले भ्याउँदैन भने कि सबै त पकाइहाल्नु न त्यो त्यो पनि फर्सीको मुन्टासँग आलु भुटिया भने पिठोसँग कम्ती दामी हुन्छ माछाको लो पाकुन्जली मुछेर पिठोसँग भुट्नुपर्छ कि बनाइराख्नुपर्छ त्यसैले बासी भात र ढिँडोहरू बासी भात मजाले खाइन्छ अरू तरकारी चाहिँदैन पर नुन र खोर्सानी पिस्ने त्यो बाख्रा मोलेपछि अनि तल यस्तै भने अन्डा पो रहेछ तल रमितको कपडा त के को छाला जस्तो देखिन्छ त सर्टबाट पो ल्याएको अनि केही त थिएन उदोबाट आउँदा अनि तपाईँहरू त बिहान आएको त कुन बाटो जानुभयो परबाट यहीँबाट हामी यहाँबाट झरेको पर डाइरेक्ट पर झऱ्यौँ परदेखि माछा यसै पर्दो रहेछ नि त्यति भए त दिन भएतिर आइहाल्छ तरकारी पनि भइहाल्यो माछा यसै त्यति साह्रो कम है कम त छ र हामीले भएकै कुरा हो नि त हौ सधैँ मारिरहेकै हो यसो एक छाक पर्छ नै भन्नु हो नि त धेर नपरे नि तर यो त 5 सेकेन्डमा दौड्ने रहेछ एकछिन यहाँ काटेपछि मात्रै एकछिन फेरि पानी खनाउनु त लु दाजु पखालु त्यो क्यामेरा भोल्यो फेरि अर्कोले चाहिँ मलाई चाक्ने कति नमिठो चाक चाहिँ नभने बाबु गरे भाइरल भयो भने लास्टै बिल्ला हान्दियो नि त नि चाक गरे अलिक हल्लाउनु नै होला हल्लाउनु राख्नु न पानी ला खाला पनि धेरै राखेको सबै उभइहालेछ कता कता घुम्दै खिचेको हो अनि तपाईँको देख्छ त बिचरा यतिसम्म बाहिर बसेको पानी खा नुहाउनै पाएको थिएन होला बिचरा नुहाउनै गरेको छैन आज मजाले नुहाइदिनु पर्छ हुन्छ हुन्छ यो माछा भनेको अब जुन भरिराख्यो जुठोबाट धोइराख्यो मम्मी चाहिँ अब जानुभयो छैन बाख्राको घाँस पो लगेको छैन लाउँदै पो होला हो एउटा त बाहिर पो लडेको त काल थाप्यो भने त ऐसै हुने रहेछ हामीले कति पो थापेको मामा 40-50वटा थियो तल अन्तिममा थापेकोमा चाहिँ पऱ्यो कि परेन ए तल्लो त परेन तल्लोमा त थिएन माथिलो भयो ए लु फेरि चिप्ले सानो भयो क्या त्यो यो चाहिँ फालौँ न यो चाहिँ फोटोको लागि धेरै देखिन्छ होइन
यहाँ हौ राख्नु चाहिँ ए कस्तो रिपल लाउने भयो त हौ एक सा उद्बन के दायरामा चाहिँ बलिरहेको उता उता फोन आयो हेलो हेलो देते से त्यो तारा त युद्धमा राम्या जाम निकालेर खानु न हाम्रो चाहिँ माछा पाक्दैछ केटाहरूले फोन गरिसकेर तनाव कहिले खाइहालौँ र गइहालौँ होइन तरकारी यहाँ रहेछ त अनि त्यो त कम्पनीको उफ्रेको जताततै छ यो लसुन प्याज खोर्सानीहरू हेर्नु होइन भेला पाऱ्यो भने त अनि तरकारी त यहीँ रहेछ त आलु ए झन्नै मोमो बस्यौ खोर्सानी यो चाहिँ जाट हो जाट हाम्रो यस्तो भइरहेको त्यो यो त निगार पो है एउटा केमा निकालेर खानु न पानी थपेर एकछिन फेरि तनक्कै हुन्छ है तनक्कै भरे चाहिँ कहाँ गएको आमा गएको त आफै ढलिरहेको हुन्छ भने अघि त म त खोला त तर्न सकिन्न साथीहरूले तारेको पर त यो चाहिँ जुगाड बनाएको है त्यो आउँदो रहेछ होइन हाम्रो जुगाड हो के भनिदिनु होला के भन्नु मैले माछा केलाएँ अनि यहाँ तरकारी पकाइरहेको छु यहाँ त्यही हो साथीहरू हामीले चाहिँ माछा निकाल्नु नपकाउनु अलिक कस्तो त्यही पनि दाइ र रमितले निकालेर ल्याउनु भएछ तरकारी पकाउनु भयो हजुर उहाँले पो डिस्टर्ब गर्ने रहेछ त तपाईँको फोन तपाईँहरूले त साबुनको खोल पो पोलिदिइहाल्यो के हो तिमी खाऊ कस्तो छ भन्नु बल्लु दामी एकदम मिठो हतारमा पकाएको मिठै भयो यहाँ खाना खाँदैछन् तरकारी त्यहाँ खाना यहाँ सबैले आफ्नो आफ्नो भाग लिइसके अब म पनि यति भए पनि खानु पर्यो लिनु खानु खानु अहिले चाहिँ दामी नुन पनि खाना लाग्यो खाँदैछौँ लाग्यो भने दामी नुन पनि लाग्यो यसो मिठै भएछ हामी ट्रेन बाहिर भित्र चाहिँ एकदम गर्मी तातो आज भएर चाहिँ हाम्रो बहिनीको भ्लगमा पनि फर्स्टचोटि आउँदैछु मलाई नि यसो हेरिदिनु होला फर्स्ट त फेरि म पनि हो कि सबैलाई माया गरिदिनु होला हाम्रो भ्युवर्सहरूले यहाँ राख्नुपर्छ बहिनी खाँदै गर्नु न सुरिताले माछा खानु पाउँदा कस्तो भयो कस्तो फिल हुँदैछ त फिल त के हुनु के दिन माछा खाने कुरा गर्नुभएको छ नि त मलाई मार्नु मन थियो मैले चप्प अठाउनु मन थियो खासै गरी तर मेरो भाग्यमै रहेन त क्योंकि मैं ऐसा ही नहीं हूँ ना जहिले पनि पानी हाल्दै तानिरहन्थ्यो कन्टिन्यू सङ्ग बिना नबसाएछ भन्छ छोरा कि एक गिलास त रकिन त्यसमै घटायो निघर किन्यो त्यहीँ लाग्यो माथि त
त छैन साथी नै आमा छोरी मात्रै हो खाना खाना भन्नु यताउता तपाईँ के भनिदिनुहोस् म रेड बुल हान्दैछु पुरै साथी हो यो चाहिँ रेड बुल होइन यो चाहिँ अनि रेड बुल त रातो हुनुपर्ने सेतो झर्छ त यो चाहिँ हो डल्ली गाईको दुध चाहिँ होला तपाईँको रेड बुल देखाउनु न कैसा है ऐसा है यहाँ पानी खनाउनु पर्यो नि ल त खानासाना पनि खाइयो त्यहाँदेखि होइन अब सट्ट यहाँ ल बहिनीले खाना बर्तन पनि माझिसक्नु भयो अब अनि उठेर खाजा बनाएर अनि जहाँ मेलामा जानु पर्यो भनिरहँदा अनि सरितालाई फोन गऱ्यो नि आमाले फोन गर्नु हुँदैन के के भने अनि पर गएर सिक्नु अलिक ताते अलि आँटिन रहेछ नि जहाँ राख्यो त्यहीँ बिर्स त्यसो भए तिम्रो यो म बोक्छु त्यो अर्को झोला तिमी पर्दैन बोक्नु कहाँ पर ज्याकेट त लानु पर्यो होला ए यहाँ बोक्नु है तपाईँको डल्लो नगर्नु त्यो त के जति ए फाइनली साथीहरू हामी त अब खाना खायौँ फेरि घरमा 2-3 पटक खाना नि खाइयो अनि फेरि घर जाँदैछौँ यो माछा लिनु आएको थियो हामी चाहिँ भान्जी र म चाहिँ भान्जी अगाडि हिँड्दै हुनुहुन्छ अनि हाम्रो बस्ने क्याम्प चाहिँ यहाँ तल पछाडि देखिरहेको होला अब हामी चाहिँ घरमा पुगेर मात्रै देखिनेछौँ घरमा भेटौँला हामी चाहिँ अहिले घर आइपुगिसक्यौँ अनि फेरि यो हल्का सुकाउने कुरो भयो अनि हामी यहाँ सुकाउनको लागि मैले माछा खिल्दैछु यो सिलमा म चाहिँ अरे यस्तो नजान्नेले के खानु हो आमा ऐसे ठुल्ठुलै पो परेछ ठुलो ठुलो देख्छ त यस्तै खालको मात्रै अस्ति परेको थियो हाम्रो चाहिँ यो चाहिँ मसिनो पनि अलिक परेछ ला उल्टो पुने छु नि हुन्छ एउटा उँभो फर्का दुईटा उँधो हुन्छ हुन्छ के हुँदैन भयो होला नगरौँ कहाँ हो नेटवर्क घरिघरि त स्वाट्टै आइहाल्छ घरिघरि चाहिँ कम्ता राम्रो छ माछा चाहिँ ठुलो ठुलो छ फेरि माछा चाहिँ यति भयो यहाँनिर मैले खिल लाएँ 2टा सिलमा अब यो सुकाउनु पर्ने हुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12वटा रहेछ